उसमा हालेर अनि कतै फेला पारेर मन पलाएछ भने बाबुमा सम्झेर ल्याएर फोन गरोस्। दर्शक नमस्ते गाइस सबैजनालाई। आज तपाईहरुमाझ मैले एउटा यस्तो भिडियो लिएर आएको छु कि सेङ्जाली कान्छोले जहिले पनि हाँसो मजाको रमाइलोको भिडियो लिएर आउँथ्यो। आज तपाईहरुमाझ एउटा बुढो बुबा अनि बुढी आमा धन कमाउन भनेर मलेसिया गएको छोरो फर्किदै नफर्किएपछि मलाई भिडियो गरेर पठाउनु भएको छ उहाँ बुबा आमाले। कतै तपाईको भिडियो हेरेर फर्किन्छ कि बाबु, एउटा भिडियो बनाएर हाल्दिनु होला भनेर यो भिडियो बनाएको छु। यति सुमन भ्लग युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नुस् अनि एउटा शेयर गर्नुस्, उहाँको छोरासम्म पुगोस् यो भिडियो। यति फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पनि एउटा शेयर गरौँ। तपाईको एउटा शेयरले कसैको छोरा भेटिन सक्छ, कसैको बाउ भेटिन सक्छ, कसैको दाइ भेटिन सक्छ, कसैको भाइ भेटिन सक्छ। एउटा शेयरले त्यति ठुलो कुरा केही हैन, एउटा शेयर जस्ट गरिदिनुस्, उहाँसम्म पुगोस् यो भिडियो। पहिला स्क्रिनमा हेर्नुस् उहाँको फोटो। उहाँको नाम चाहिँ गम बहादुर किसान है, बुबाको नाम चाहिँ जित बहादुर किसान। उहाँको नेपाल ठेगाना चाहिँ मङ्गला गाउँपालिका 2 बाबिया चौर म्याग्दी गण्डकी प्रदेश नेपाल है। उहाँ 2058 सालमा मलेसियामा आउनु भएको रहेछ है, अनि आएपछि हराउनु भएछ है। उहाँ घरबाट सम्पर्कविहीन, घरमा चाहिँ सम्पर्कै छैन अरे उहाँको है। अनि यदि कसैले देख्नु भएको छ नि यहाँ स्क्रिनमा नम्बर हेर्नु होला। नम्बर चाहिँ उहाँको जित बहादुर किसान बुबाको नम्बर हो 98 49 39 76 07 अनि आमाको नम्बर चाहिँ 97 45 28 40 86। धन कमाउन भनेर मलेसिया आएको छोरो कमसेकम आफ्नो बुबा आमालाई यसरी नहुने हो। पहिला उहाँको बुबा आमालाई हेर्नुस् त। 2058 सालमा उहाँ मलेसिया आउनु भएको रहेछ। अनि अब कहिले आउला छोरा भन्दै बाटो हेर्दै गरियो। अब छोरा अब अहिले 22-24 वर्ष हुन पनि अब घर नफर्किँदाखेरि अब छोरा के भयो कसो भयो भन्ने अब यस्तो बाबुआमाको मन यस्तो भइरहेको छ। हामीलाई त पैसा त किन चाहिन्छ हुन त, पैसा त चाहिने हो, तर पनि पैसाको आशामा हामी थिएनौँ। छोरा विदेशमा गएको कहिले आउला भनेर बाटो हेरियो, बाटो हेर्दा हेर्दै निराश भयो। अरू नभए नि म सन्चै छु बाबा आमा। हैन त पैसै पठाउनु त पर्दैन नि त, म सन्चै छु बुवा आमा भन्दा पनि त भइहाल्यो छु, अथवा म केही गरेर बसेको छु, म राम्रै छु भनेर ल्याएर एक आँखा छोरा बोलिदियो भने कति आएर अडार हुँदो, कति ढुक्क मन हुँदो। अहिले निराश भएर नि त्यहाँ त कोही नबस्छु केही नबस्छु भएर नि त्यहाँ त बस्नु परेको छ, हिँड्नु परेको छ। छोरा हराएको 24 वर्ष हुँदाखेरि त्यसै हार छाला भएर ल्याएर बसिएको छ बाबामा। 24 वर्ष भयो भन्नुभएको छ। छोरा कहिले आउँछ छोराको बोली भनेर आशामा निराशमा बस्यो। अरू नभए नि मेरो छोरा जहाँ छ म यस्तो गरेर बसेको छु बाबा आमा भनेर ल्याएर खेर एक आँखा बोलिदिए। युट्युबमा देखिदिए पनि अटनी मेरो छोरा यस्तो भयो रहेछ भनेर ल्याएर चित्त बुझाउने बाटो कतैबाट भएन। अब के गर्ने त्यही भएर अनि अब सानो सन्जेल अब नाबालखाबाट 22 वर्षको उमेरसम्म हुर्काइयो पढाइयो। अब बिचरा आमा त रुनु भएको छ। माझा बस्नुला भन्ने आशा थियो, अहिले निराश भइया छ। के गर्ने? आमा बुवालाई यसरी रहनु हुँदैन हो गाई चाहिँ। जति नै जे भए पनि आमा बुवालाई रहनु हुँदैन। अरू जेसुकै भएर हिँडौ, कमाऊ कि नकमाऊ, बुवा आमाले कति कमाइस् भनेर खोज्दा पनि खोज्दैनन्, तर यसरी रहनु पनि हुँदैन। बाँचुन्जेलै हो 2 गाँस खुवाउने। मैले त्यही भएर मरेपछि किन नगर्दा पनि हुन्छ कि गाई। बाबुमा सम्झेर ल्याएर फोन गरोस् अथवा भिडियो कलमा देखियो, भिडियो कल गरेर सम्पर्कमा रहिरहनुपर्छ हाम्रो गम सर। देखेपछि के सोचसाथ गरौँला। अनि म यस्तो तरिकाले घरबार गरेर बसेको छु, म आउन सक्दैन।
म राम्रै छु भनेर यति भनिदिए पनि म ढुक्क छु। हामी ढुक्क छौँ। बिहा गरे पनि यत्रो आमा बिहा रुनु गरे भएको नि मोटै म छु आमा बा चिन्ता नगर भन्ने बेला बेलामा फोन गरिदियो नि त हामीलाई। ठिकै त थियो न फोन गर्दैन। छ एकल फोन त गर्नुपर्छ नि दाइ, यस्तो हालतले त हुँदैन त। शत्रुले बल्ल खाइस भने होलान्। अब मृत्युले त बिचरा यो अहिलेसम्म नआउने छोरा अनि बाबाको मन कष्ट भयो होला भनेर मृत्युले त त्यो भने होलान्। शत्रु हाँस्या होलान्। यस्तै सबै कुराहरू अचाएर पचाएर अनि बस्नु परेको छ र यति दुःखको बाटोहरू मैले गरेको छु। अनि कतै मेरो छोराले सुने, कतै देखे अनि मन पलाएछ। बाबाआमाको मन पलाएछ भने एक आँखा बोलिदिए धन्यवाद छ। बुबा आमाले कति दुःख कष्ट गरेर आफ्नो आमाले 9 महिनासम्म कोखमा राखेर दुःखसँग पाएर हुर्काएर कतै लोड लागी हग्यो कि गु कुट्टाएर गु धोएर हुर्काएर बढाएर यत्रो ठुलो बनाएर विदेश कमाउन पनि पैसा दिएर छोरालाई पठाएपछि कमसे कम पैसा पठाउन आमालाई बाउलाई सक्दैन भने त्यो छोरा कस्तो छोरा यदि पैसा पठाउन सक्दैन भने पनि एकल फोन गरेर बाउ म यो ठाउँमा छु, आमा म यो ठाउँमा छु, पिर नगर्नु है, फर्केर आउँछु भन्ने एउटा वातावरण चाहिँ गर्नुपर्छ है। यस्तो चालले हुँदैन हाम्रो गाउँ सर। तपाईँ यो भिडियो देख्नु भएको छ भने तुरुन्तै कन्ट्याक्टमा आउनुहोस्। यो नम्बरमा स्क्रिनमै छ, यो नम्बरमा कन्ट्याक्ट गरेर एकचोटि आफ्नो बुवा आमासँग सम्पर्कमा आइदिनु होला, मेरो बिन्ती छ। अनि हाम्रो नेपाली दाजुभाइहरू जति पनि मलेसियामा हुनुहुन्छ यो भिडियो सेयर गरिदिउँ र उहाँसम्म पुर्याउन कोसिस गरौँ है त। सबैजनाले सेयर गरौँ, खोज तलास गरौँ। मैले यहाँबाट जति हुन्छ म यहाँबाट गर्छु, तपाईँहरूले पनि त्यहाँबाट जति सक्नुहुन्छ सेयर गरेर उहाँसम्म पुर्याउँ अनि उहाँको छोरालाई चाहिँ भेटाउने कोसिस गरौँ। जय नेपाल।